देखा डाँटै नि हुँदै यहाँबाट चप उठाउने पट खाने एकदम गुलियो छ साथीहरू तो राम राम मैं निराजन थारू मैं नयाँ ब्लॉग फिर से धारा जाई तो अपन हमरा आज मडरी का हाथ यानी तो फिर से मडरी का हेरबो गलो से मैं दिखाई दिया हम ये हमारे डांके बाज ऐसी मडरी का हाथ है हमरा ऐसी बाटी सब जैसे खेर देती अनि वो हमार वो हैं अशोक मामा मामा को खबर फिर पुन मगर ला मामा भी रही वो हमरा सब ऐसी मडरी का हाथ थी ना अनि वो उजर उजर झुल्ला लेखी वो हमें मोहन निकालता है हमें हमरा चाहिए मठीचा करती अब मैं तो हन रानी मौरी का ठजे वो चीज पे देखे मैं तो मजा से हेरती रहो ले तो एक ठो महीने देखने के अपन चित्र दिखाई रहे ये हेयर ले उसका कुछ अपन फेस चाहिए नहीं होती आँखी खरीदी को था पोस्ट देते हैं वो जाओ भाई कसरी निकालिराख्नु भएको छ हेर्नु है सबजना भिडियो बनाइरहेको छु कि मौरी उरेको हेर्न सक्नुहुन्छ तपाईहरु मेरो काम चाहिँ समात्ने काम हुन्छ यसरी समात्ने लग्ने एउटा एउटा मेरो वेट गर्दै हुनुहुन्छ नै गरे के बस मेरो काम यति हुन्छ जाने त्यहाँ समात्ने अनि दिने अनि बाजेको काम यहाँबाट मौरी निकाल्ने काम मौरीको त्यो चाक निकाल्ने काम त जानुपर्छ यो उता पुर्याउन जानुपर्छ र अहिले म यहाँलाई नदिएर म आफै गइरहेको छु आफ्नो भिडियो कम्प्लिट गर्नको लागि सो सबजना हेरिदिनु होला यो भिडियो राम्रोसँग जहिले एकचोटि दिन्छ यहाँ मैले दिनुपर्ने हुन्छ यसरी दिन्छु अनि यहाँ यो पहिलो लुगा लगाएको यहाँनिर राम्रोसँग काट्छ अनि उहाँले त्यो मेसिन चलाउनुहुन्छ अहिले भित्र गएर देखाउने छु तर अहिले आधा मेरो भ्लग भइसकेको छ अहिले मौरी लिन गइरहेको छु यो डराएर आइरहेछ यसलाई के भन्छन् यसलाई के भन्छन् नै यो साक्की के भन्छन् फ्रेम अब फ्रेम काम हाल्ने काम हुँदैछ मौरी हेर्न सक्नुहुन्छ यसमा रानी मौरी कहाँ छ तर अझैसम्म मैले पनि देखेको छैन राम्रोसँग अहिले हेर्छु भन्ने सोचमा छु कि यो सफा गर्नुहुन्छ त्यहाँ चट्ट देखिराख्नु भएको छ साथीहरू उतातिर यी ठुलो होला होइन चिन्नुभयो साथीहरू यो रानी मौरी यहाँ भइरहेको छ ठुलो र रातो छ फेरि लामो पनि छ ल ल बिस्तारै हेर्दै गरौँ ल त्यो उभिया छ पोज दिइरहेको छ होइन त्यो डायमन्ड नाम चाहिँ थाहा पाइहाल्नु यसको नाम डायमन्ड यहाँनिर मौरीको स्वर गरिगयो फेरि मरेको मौरी जिन्दा मौरीले टोक्न सकेन त्यही भएर मरेको मौरी आएर स्वर गराइदियो आएर होइन त्यहाँनिर थियो अनि चप्प गरिगयो हेरिहाल कहाँ गयो यो म आफ्नो फेस चाहिँ देखाएको छैन ल मेरो फेस पनि हेर होला चिन्यो मलाई साथीहरू चिन्नु भएन भनेपछि चिनिहाल्नुहुन्छ बिस्तारै चिन्नुहुन्छ मलाई सुरु भइसकेको छौँ हामी एकछिन बिसाइरहेको छौँ अब हामी फेरि सुरु गरौँ भन्ने सोचमा छौँ तर हामीहरूलाई धेरै
धेरै धेरै मौरी कस्तो हट्ने सिधा छैन यहाँ म त कति छ कति यहाँ हेर्न सक्नुहुन्छ यो सेतो सेतो देखेर आफै थाहा पाउनुहुन्छ चट्ट हेर चट्टै अनि चाहिँमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ यो ट्याटु देखाउँदै यो डन भन्ने एउटा मान्छे आएको छ डनै हो भन्नु पर्यो हाम्रो वनकट्टी गाउँको हालमा ट्याटु देखेर मात्र थाहा पाउन सक्नुहुन्छ यी सेतो कति मस्त छ यो देशीहरू बेच्न आउँछन् उनीहरूभन्दा किन्नुभन्दा यहीँ किन्न आउन सक्नुहुन्छ हामीसँग हामीसँग ओरिजिनल र सपोर्ट मूल्यमा पाउनुहुन्छ तपाईँहरूले अनि उनीहरू कस्तो कस्तो ल्याए हुन्छन् होइन फोकटमा थाक दिन्छन् हामीहरूलाई तर म आधा नेपाली वातावरण स्वच्छ वातावरण कस्तो छ तोरी मात्र लागेको छ कि त फेरि तोरी मात्र जहाँ हेऱ्यो त्यहाँ टोरी जहाँ हेऱ्यो त्यहाँ टोरी यो भिडियो बनाउनलाई टिकटकमा भिडियो बनाउनको लागि पनि पर्फेक्ट छ के दिएको ठाउँ वास्तवमा गर्नुपर्दा टोरीमा त टोरी जहाँ हिँडे पनि टोरी 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 अब एक दिन ढोटी लगाएर ठाडो ढोटी लगाएर आउनुपर्ने जस्तो छ भिडियो बनाउन यता कुनै दिन आम्ला तिमीहरूलाई पनि टिकटकमा देखाउँला नि त कस्तो हुन्छ म पनि कस्तो देखिन्छ ठाडो ढोटीमा ठाडो ढोटी अनि फुल भिडियो तपाईँहरूलाई देखाउन चाहन्छु तर मेरो सर्ट भिडियो भएपछि तपाईँहरूले देखाउन मान्नु होला तर मलाई सपोर्ट चाहिँ गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब चाहिँ हान्नु होला अनि मह चाहिँ मलाई सम्पर्क गर्नु होला अब हामी अर्को महको निकाल्न गइरहेको छौँ तपाईँहरूलाई देखाउन चाहन्छौँ ए हेर्नु कसरी मह निस्केछ कसरी निकालेको छ नि चट्ट गरेर डबल साइड खुडी होट्यो हजुर युट्युबमा हाल्ने हो साँझको 2 बज्न आँटिसक्यो त्यही भएर मौरीहरू पनि रिस मानिरहेछन् बढी उडिरहेछ नि हेर्नु म चाहिँ यहाँमा बाजेलाई सम्पर्क गर्नु होला बाजेको नम्बर म सब्सक्रिप्सनमा हालिदिन्छु सम्पर्क गर्नु होला बाजे चाहिँ साउ होइन अनि तपाईँ केही भन्न चाहनुहुन्छ साउ भन्दा भन्दै स्याउ नभनिदिनु होला धन्यवाद ल साउ भन्दा भन्दै स्याउ नभनिदिनु होला अरे निहार पिहार हुँदैछ यसमा रानी मौरी छ कि भनेर हेरिराख्नु भएको छ यहाँ बाजे हेरिराख्नु भएको छ कि मौरी त्यहाँ रानी छ कि छैन भनेर मौरीमा रानी छ तर राजा छैन किन मौरीमा रानी छ तर राजा छैन किन यस्तै गरी नेपालगञ्जमा रानी तलाउ छ राजा तलाउ छैन किन हो यस्तो किताहरूलाई बढी हेपे जस्तो मानिरहेको छ है म पोखरामा रानी महल छ तर राजा महल छैन किन पाल्पामा हो ए म बिर्सेछु है पाल्पामा रानी महल छ तर राजा महल छैन किन वास्तवमा भन्नुपर्दा म दाङ 2 चोटि अनि चितवन 1 चोटि मात्र गएको छु त्योभन्दा टाढा गएकै छैन म बर्दियाबाट निस्केकै छैन सब यिनले गर्दा हो यो डायमन्डले गर्दा हो फर्स्ट टाइम डायमन्डले गर्दा चितवन देख्न पाएँ हो डायमन्डले गर्दा कसैले अन्तै जान पाइएन माछा मार्न गइरहेको छन् 2 जना जेठानी बुहारी एउटा पछि एउटा पनि गइरहेछ माछा मच्छी मारा दिन नाका पर्ने आफ्नो सर्दी लगाइन हो क्या रीजन असिन हो
आफ्नो भाषामा भन्यो नि बनकट्टीमा आऊ बनकट्टीमा आओ मधेक सहट खाऊ 600 रुपियाँ किलो लैजाऊ झटाभट भटाभट 600 रुपियाँ किलो लैजाऊ ये मच्छी मारा जाके लाग असिन चौकला रहे कि अब ने 4 महीना पे मच्छी मारा जाके लाग थे असिन असिन बनेर थे ये संजना थारू के भ्लग सुन के सब माछा मारेर आफ्नो थरवालाई पालिदिन्छु भन्ने वाला हुन् के यो यसपालि ठुलो र लङ भिडियो बनिरहेछ भन्नुपर्दा मैले पनि एकचोटि कटुवा पाइसकेको छु यो रातो भइसकेछ रातो यताको अझ 6-7 घरी बाँचे छ अनि उताको 6-8वटा छ यता अनि एकछिनमा भ्लग इन गर्छु लेउटो आज हमरा अपन ई मड्री कहना कार्यक्रम आज अठे वाला जाइटी आप तो राम राम गाइस आज हमारा चाहिँ दोस्रो दिन मड्री कहना दिन आज चाहिँ हमरा भर्खर सुरु कर ली कह पर कई टाइम कटा हुइल टाइम त मैंने हेर्ला हिटु मतलब 11:30 हो गेल बा लगभग तर आज हाम्रो भर्खर कार्य सुरु करला टी ल सुरु होला आज स्टार्ट भयो हैन भर्खरै ल भर्खर स्टार्ट भयो आज सकिन्छ आज सकिन्छ आज 80 बजे छ 80 यहाँसम्म कतिवटा उसको चिनीको मह भन्नुहुन्छ नि तर यो मौरी हेर्नु होला तपाईहरुले मौरी हेर्नु होला लि म जम्छ अब तोरीको मह हो शुद्ध तोरीको मह हो बर्दियाको ल त्यहाँ हाँसिरहेछ मान्छे त्यो आउने मान्छे यहाँ हुनुहुन्छ अब यो मेसिन हो यो भित्र राखेर घुमाउने काम गर्छु नि यहाँ एकचोटि घुमाइदियो एक राउन्ड यसरी घुमाउँछन् त्यसपछि त्यहाँ घुमेपछि यो यसको म छिटै यता आउँछ फुल डिटेल एउटा पनि छुट्नु भएन यहाँबाट यो म झर्छु यहाँ त यो बच्चा हुन् बच्चा त्यो छान्ने यो चाहिँ यहाँ चाहिँ त्यो म त्यो ल्याइराखेर महँगो त्यो के भन्छ घार घारा यही लिएर काट्छन् यो चक्खु लिएर यो हो हट्याकारी त्यसपछि यसरी यो चप उठाउने होइन यहाँबाट चप उठाउने पट्ट खाने एकदम गुलियो छ साथीहरू चाहिँ यहाँमा मलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईँहरूले हमार आजुक मड्री कहना कार्यक्रम अठ्ठे वाला अनि तो मोर ये वीडियो में लाइक कमेंट प्लस मैं सब्सक्राइब कर दे विक्रम आशा राख्छु यी थारूमा नै बुझ्ने विक्रम चाहिँ मैं नेपाली फिल्म अपने तपाईहरुले मेरो भिडियोमा लाइक कमेन्ट र सब्स्क्राइब हान्दिनु होला हैन साथी सम्झेर भए पनि मलाई सब्स्क्राइब चाहिँ हान्दिनु होला र तपाईहरुले मसँगै प्रत्येक दिन भिडियो हेर्नु होला म केही दिनमा भिडियो आफ्नो हाल्ने छु तर म मौरी गाडीको प्रत्येक दिन भिडियो हाल्ने छु महिनामा एकचोटी त्यो देखाऊ हप्तामा भन्नु न महिनामा एकचोटी हप्तामा करेबो त हप्तामा करेबो त कबु काफे दार्ती रहना तो मैं हारू हुइटु र मी नेपाली नै बटै हो तर भिडियो चाहिँ थारू नेपाली मिक्स रहत र पछि माइन नै कर हो ना ल्याउ त थिए धन्यवाद